I love her. I just wanna take her out and cruise and cruise. Play around and play around and got time for my crew. I love her. I love her. Goddamn, I love her. I love her. Is it me who these hoes just average? Could you like my ex? It's the way that I talk my shit. It's the way that I work that I'm on April 6th. Okay, that's PT, call me a cat. I already be hard on bitch. I made them all little sick. It's the fact that I'm hard on niggas. But don't lie, you making me feel. You got no time, but he say I'm the one. He must got a thing for real, bitch. I know I can get a little crazy. You know how to deal with. I need you to bear with me, baby. Real. I ain't really used to no real nigga. You own me and I own you too. What is up guys? Welcome back to Deepu Vlogs. यस्तो बवाल गर्मी छ यार. आई होप सबजना सन्चै हुन्छ होला. म पनि एकदम सन्चै छु, बवाल छु, फिट छु अनि फाइन छु. आज शनिबार चाहिँ कलेज थियो, त्यही नि म कलेज नचल्दै बिकज अफ यु गाइज. त यार भ्लग बनाउनु पर्यो नि, टाइम दिनु पर्यो नि तपाईँहरूलाई हैन. साथसाथै अब कलेजलाई पनि टाइम दिनुपर्छ. सो अब आज चल्दिनु लाग्यो धाप ड्यामतिर. लास्ट सुनेको छ क्या यो नाम चाहिँ. सुन्दरी जलबाट मास्तिर रहेछ. अब म चाहिँ यहाँ बाइक स्टार्ट गर्न लागेको छु. त्यही जाने विक्रम र म जान्छु. एउटा साथी छ, दुईजना चल्दिने चट्ट लगाएर. ल है त स्टार्ट हुँदै हुँदैन. चोक चोक चोक. ल त्यही हो, आज त्यही चल्दिने चट्ट लगाएर. अब मोबाइलबाट भ्लग बनाउँदाखेरि चाहिँ क्वालिटी अलिक राम्रो आउँदैन होला, किनकि मैले यो मोबाइल दिएर ऊ टोलमेतिर लगाइरहेको छु क्या. टोलमे चाहिँ गोदाबारी घुम्दा ला साथीहरूसँग. अनि म चाहिँ चल्दिनु लगाएको ड्याम ड्यामतिर. ल गोब्रोमा भेटौँ है साथीहरू. मैले चाहिँ फुल स्लिप्स लगाएको छु भित्रबाट, किनभने घाम अति बढिसक्यो क्या. अति नै बढिसक्यो. त्यही भएर बिस्तारै जानुपर्छ. अफरोडमा चाहिँ कुदाउनुपर्छ अहिले. सो आजको हाम्रो यात्रा ढाप ड्याम हुन्छ. ट्राफिक चाहिँ एकदम हेर्दै जानुपर्ने हुन्छ. सो यहाँ टोलतिर पनि आमा वान्टेड भइसक्यो केटा हो. कुदपटाङ काम गर्दै वान्टेड भइदियो. सो हाम्रो यहाँ विक्रम भेटिसक्यो है गाइज. अब चल्यौँ. तेल उठाएको यति मात्रै उठ्यो. हिजो भर्खर उठाएको यति मात्र. उठ्छ हौ अझै मैले. अहिले त्यही त अझै उठ्नु पर्ने. धेरै खर्च दियो क्या मैले. हो त दाइ गइदिएको. हस् त्यो केटा हो. अहिले चाहिँ हामी डल्लो पुग्यो. सो मलाई अस्ति यहीँ समातेको हो. यहीँको ट्राफिकले समात्यो हो. यहीँ यसले समात्यो हो. यहीँमा यहाँभित्र लगेर साला. तर त्यहाँ त फुल हेलमेट चाहिन्छ क्या अफरोडमा. फुल हेलमेट चाहिन्छ. तर धुलो उठ्छ क्या, त्यही भएर जाउँ न. हेडलाइट बल्दा के अझै बल्दा. चल ऊ ट्राफिक त्यही छ मा. तल मामाहरू चेकिङ हान्दा. मामा मेरो मामा कति प्यारो छ. अब चट्ट हामीलाई यहाँबाट जानुपर्ने हुन्छ. मामा हुन्छ इन्डियाको गाडी कहाँबाट आएछ. इन्डियाको गाडी कहाँबाट आएछ अरे. इन्डियाको गाडी इन्डियाबाट त आउँछ नि. कस्तो डम भएको. ओहो त्यही छ यार. दुईजना तिनजना खामा साला. सेट आँखा लागि भयो. आँखा लाग्यो. भर्खर एउटा ट्राफिकले मलाई देखेर फोन गरिदियो यार. अगाडि केटा हो. गाह्रो पऱ्यो नि त. अब भाग्नै पर्ने स्थिति नै आउनसक्छ है. अब यस्तै हो क्या शनिबार हिँडेपछि. दुईजना राइटमा दुईजना लेफ्टमा. ल यो चाहिँ एक्सिडेन्ट हो है. सस्तोमा उठायो केटाले. हल्का फुल्का प्रब्लम चाहिँ थियो तर सस्तोमा उठायो. रिमले गर्दा हो क्या यसले किनेको. दाइले किन भनेको. एक्सिडेन्ट 2016 मोडलको होला सायद. सिधै दाइकै मोडलको हो क्या. त्यो 1 पिसवाला एक्सिडेन्ट थियो नि. त्यही हो. ह्यान्डल चाहिँ रेन्थलको छ. हावा हो ह्यान्डल चाहिँ. ह्यान्डलदेखि लिएर अरू सबै स्टककै माल छ. ग्राफिक चाहिँ ठिकै हाल्यो सेतोमा. उसको चाहिँ ड्युक पनि छ. ड्युक 200 PS6 को. त्यो केटा यहाँबाट सिधै हो 20 मिनट लाग्छ. यहाँबाट चाहिँ सुन्दरी जल पुग्नु है.
अनि त्यसपछि फेरि माथि जानलाई त 1-2 घन्टा लाग्छ होला। कत्रो आएको आवाज। छोरोले ज्यान चाहिँ जेस बल बना जिम जान्छ हाम्रो विक्रम होइन। बल्ल गयो, बल्ल अलिअलि गयो, अलिअलि धेरै नि गएन। अब यसले केटलाई जिस्काएको रे। उता माथि के पाउँछ पाउँदैन थाहा छैन, यहाँबाट किनेर जाउँ। मेरो भन्दा ठुलो रहेछ यार यो बाइक त। सोकेडा हो बाइक हाम्रो दुईवटा टक्क यहाँ छ। मेरो भन्दा ठुलो रहेछ यार यो एक्जेट चाहिँ। मेरो चाहिँ हल्का हाइटमा सानो रहेछ। रिमले गर्दा हो कि केले टायरले गर्दा हो आई डोन्ट नो। सो अहिले गर्लफ्रेन्डको मोबाइलले गरिरहेको छु किनभने मेरो मोबाइल लगेको छ। सो हाम्रो यहाँ बडी बिल्डर छ चट्ट लाएर। ल ग्याङ चल्दिउँ है। अब यस्तो रिङडा लाग्दो घाम छ यार त्यहाँ। आमामामा से म दुईचोटि लडेर उठाएँ होइन त। अफ रोड हान्दिउँ अब, कतिचोटि लड्ने हो अब। लडे नि बिस्तारै लडौँ। बाइक चाहिँ केही नहोस्, मान्छे पनि केही नहोस्। बाइक बिचमा बिग्रियो भने तनाव। जाउँ अहिले अगाडि लग न। भ्यू चाहिँ मिठो क्या। अझै माथि गएपछि बवाल भ्यू हुन्छ। भिडियोमा देखाएको जस्तो सधैँ नसक्ने यार। ग्यास लाइट हान्दै जान्छ केटाहरू, आफू भने नसक्ने। अब यता चाहिँ अगाडि चेकपोस्ट छ जस्तो छ अलि माथि। यस्तो जङ्गल भाग भालु आउँथ्यो त। यहीँबाट भ्यू यस्तो मिठो देख्न थालिसक्यो। टिकट काट्नुपर्ने हो त। ल ग्याङ हामीले चाहिँ टिकट सिकट काटिसक्यो। अब चल्थ्यौँ ल, भिडियो बनाउनु मिल्दैन। निकुञ्ज एरिया हो, यहाँ चाहिँ बिस्तारै चलाउनुपर्छ। तर जाउँ अगाडि जाउँ। चिप्ले अझ मोटाडा आयो त लडिन्थ्यो अहिलेसम्म। छैन नि यार दाइ, के भयो? ल सेट छैन दाइ, बोक्दै बोकेन अहिले, अझै बोकेन फेरि। त्यो पेन्ची सेट च्यापेर घुमेन। छैन है, छैन नि यार दाइ है। जाउँ बिचरा यस्तो ठाउँमा बाइक यस्तो भयो भने यस्तो झ्याउ हुन्छ। सो त्यही भएर अलिकति किट चाहिँ बोकेर आउनुपर्छ। मैले नि आज बोक्दै बोकिनँ क्या, नत्र नर्मल्ली कहिलेकाहीँ बोकिरहेको हुन्थेँ एलाङ्के सेलाङ्के। अझै बोकिनँ क्या फेरि मैले। अब ब्रोहरूलाई अब तनाव पर्छ। अब 1 घन्टाको बाटो रे, ओह्रालोमा चाहिँ झ्याउ हुन्छ क्या, झ्याउै लाग्दो। बिस्तारै बाइक तातिन्छ फेरि। इन्जिन ब्रेक हान्दै जानुपर्छ। ब्रेक हान्यो भने फेरि तातेर ब्रेकै फेल हुन्छ क्या। ओहो यहाँ पनि रहेछ नि त, जङ्गल टाइपको रहेछ नि त यहाँ चाहिँ। यतातिर एक्लै बस्नु हुँदा यार केटा हो। निकुञ्ज एरिया हो, बाघ भालु आइदियो भने आइदियो होइन फेरि खिप। ल ग्याङ झन्डै उतातिर गा।
त्यही हो कि बानी छैन कि राम्रोसँग अफरोडतिर न्युट्रलमा पुग्दिएर म चाहिँ यहाँ मेरो साथीले रिफर गरेर आयो क्या कलेजको केटाहरूले आउँछ साथी ठाउँ अफरोड नै छ तिम्रो डरलाई ठिक्क हुन्छ भनेर अनि यहाँ आइदिएको आज कलेज नगई शनिबार नै कलेज पो जान्छ मा होइन हुन नि हो एक्जाम आएर हो तर जे भयो नि होइन एक दिन त रेस्ट चाहियो नि हुन नि भयो मा हप्तामा म त 2-3 दिन त रेस्टै लिन्छु त्यस्तो नि होइन फेरि कहिलेकाहीँ राइडमा चाहिँ घुम्न लास्ट डल्ला छ यार राइड मोड आइरहेको बाटो त बवाल हो बाटो चाहिँ बवाल यतिको अफरमा चाहिँ ओएमा मजा आउँछ क्या अलिकति लडला जस्तो हुन्छ होइन अनि पछि पानी बस्छ क्या लडला जस्तोको अगाडि भयो भने चाहिँ डर लाग्छ होइन पछि पानी बस्छ यतिवटा लडेपछि फेरि यतिको लड्दो रहेछ हुन्छ होइन यता हो कि यता हो फेरि बोर्डै छैन कहाँ हो बाटो थाहा भएन क्या यतातिर बोर्ड चाहिँ वेलकम टु ढाप ड्याम यतातिर हो भाइ ढाप ड्याम यताबाट हो टायर फालेको यस सर बाइक गाडीहरू चाहिँ आउँदैन जस्तो यहाँ मलाई जहाँसम्म लाग्यो भइरह जाउँ यस बाइक चाहिँ अहिले धोका चाहिँ देखाएन यार बाइकले चाहिँ होस् अहिलेसम्म धोका देखाएन होइन दुइटै टायर उड्यो अहिले चाहिँ बचाइहालेको यतिको हुन पऱ्यो नि त कस्तो फाल्तिर दुइटै टायर राजकुमार यहाँबाट गएको त हुनेमा ए मैले भिडियो हेरेको थिएँ कि यसको कहाँ हो चिप्ले ओहो बुलेट सुलेट नै ल्याइरहेको छ मेरो दुईजना उस्तै आएको छ क्या ठिक्क चलाउन आउने कोही अगाडि नि गएन कोही पछाडि नि भएन क्या बवाल बाइक बनाउनु थालिसक्यो दुइटैको बाइक तातेर ड्याम भइसक्यो उसको टायर त मोटार जस्तै हुन लागिसकेको छ घिसेर केटाहरू ग्राभेलमा चाहिँ झ्याउ के शरीरै मासाला हल्लिन्छ मादर ए जङ्गलमा जङ्गल ग्याङ हामी चाहिँ यस्तो बल नभइसक्यो एकछिन रेस्ट गरेको ग्याङ के छ अहिलेसम्मको ठिक छ बल राइट छ भइरह गाडा मस्किसक्यो ल बाइक चाहिँ यस्तो छ है चट्ट लगाएर ठाउँ चाहिँ बल रहेछ क्या खोला मान्छेहरू रहेछ शनिबार भएर आज शनिबार नभएको भए त यहाँ तर्साउने हुन्छ क्या मतलब मान्छेहरू हिँड्दैन नि त कोही मात्रै हिँड्छ नि त अरू बार त ल्याङ हुन्थ्यो बाघ भालु नि आउनु सक्छ चितुवा आउनु सक्छ यहाँ चाहिँ निकुञ्ज एरियामा त्यही हो बवाल भइरह घर जाँदाखेरि चाहिँ अब च्यान दुख्ने चाहिँ हुन्छ किनकि अफरोडमा आउने बानी छैन क्या गर्लफ्रेन्ड चाहिँ उता गोदावरी घुम्न गएको छ केटीहरूसँग साथीहरूसँग जाउँ अब है फेरि सुरु भयो अब एकछिन रेस्ट लिएको 5 मिनट मुखसुक धोको
गर्मी भयो क्या लास्टै कस्तो टेल हल्लेको ओ चिप्ल्यो लड्यो ला ओए जङ्गलमै मङ्गल डर लाग्छ मलाई त जङ्गलतिर गयो पानीमा घर गएर मोबाइल फेर्नु पर्ने हो जस्तो लागिरहेको मलाई ओ मा शिट बाइकै छोडिदिएर मान्छेले अयो यस्तै हुन्छ कि छोडिदेऊ न बाइक छोडिदेऊ एक्सिडेन्ट ह्यापन गाइज भिडियोले क्याप्चर गर्यो बुलेटको जस्तै साउन्ड आउँछ त उम्मा किन के भयो लडिसक्यो हाम्रो विक्रम साथी चाहिँ हैन विक्रम भाइ लडिसक्यो मजा अफरोडको माछालाई पानी दिन हुनुपर्ने बल कुदाइदिनु नत्र यहाँ नि पानी हल्का हिलो लेट्स गो केही हुँदैन यहाँ पनि फेरि पानी द फक इन्जिन ब्रेक खेलाउने हो क्या यहाँ चाहिँ आउँदैन त मुर्दार गयो दुई गियरमा ग्राभल बाइकमा स्पट बाइक स्पट केटा हो कत्रो हो ग्राभलमा कति ढुङ्गा हो क्या यतिको बाटो भयो हुन्थ्यो क्या ग्राभल भयो मजा आयो केटा दामी बवाल म फर्किँदाखेरि चाहिँ भ्लग बनाउँदिनँ होला चार्जर टिक्दैन जस्तो चार्जर चाहिँ ल्याएर आई मिन पावर ब्याङ्क छँदा छैन क्या पावर ब्याङ्क चाहिँ गयो यस कति न्युटनमा गएको गयो लडेको आइरहेको छ तर त्यसलाई हेर्दा आफू चाहिँ झन्डै पछाडि छ दामी लड्यो तिमी मुदा कुर्दै लड्या हो क्या म दामी मेरो आहार स्टेसनमा गर्नुपर्छ के ट्र्याक हट झाडीतिर पुग्यो बाइक अब
मजा आउने यार है दाहरूसँग आएको भए झन् यस्तो रहिला हुन्थ्यो दाहरू चाहिँ डट टेम्पल जानुभएको क्या त्यही भएर मन डट टेम्पल जाउँ भने माने के अरे जानै मन लागेन क्लोज कल यसरी हो क्या तर चिपाल्ने चाहिँ छेउमा मतलब मोडमा चिपाल्ने चाहिँ त्यसरी नै हो क्या दियो है छोरोले अहिले चाहिँ यो हो नि त अफरोड भने त होइन र रहिला ओ मुलर भाइको स्टाइलमा रहिला केटा हो त्यो त आएन त आयो त्यसलाई हेर्दा फेरि लड्छ फेरिमा गर्नु पऱ्यो त्यसलाई बिस्तारै कुदाउनु पऱ्यो दामी 1 घन्टाको बाटो भन्थ्यो कति पो भयो थाहै छैन दामी रहिला कुदायो केटा हो तपाईहरु सुन्न सक्नुहुन्छ हावा एकदम गम्भीर मात्रामा हावा चलिरहेछ सिरिरिरिरि लागेर हामी चाहिँ दुस्पट भन्छौँ हेलो सुलो सबै लागेर रिसोर्ट हो कि आज हैला होला यार वहाँ पर है बवाल त्यही केटा हो हजुर झाप ड्याम केटा हो खाजा त खान्छ म भयो केटा हो ल खाँदो रहेछ यार खतरा रहेछ यार कुकुर काले चाहिँ हाम्रो छुट्टी भइसक्यो है काले जान लाग्यो हामी जान लाग्यो बाई बाई कालु पछि आइरहेछ त्यो के लेस दिएको त्यस्तै हो क्या अब कुकुरहरू चाहिँ लोयल होइन पछि ल हाम्रै पछि आएर जान लाग्यो काले अब हामी ल ग्याङ 14% चार्ज भयो अब चल्दिने अब कुन बेला भ्लग उठ्यो हुन्छ थाहा छैन गएर हेर्नु नि त यसो युट्युबमा ए है ल ए हुन्छ भइहाल्छ नि हस् किन ल दाइहरूको है ग्याङ चल्दिनु लाग्यो चार्ज छैन अब गोब्रोमा कुन बेला हुन्छ थाहा छैन ठाउँ चाहिँ तर मजाको रहेछ क्या अहिले भ्लगको के अरे गोब्रोको चार्ज सक्यो भने मोबाइलबाट गर्छु म त्यसमा केही टेन्सन छैन अब आफै अफ हुन थाल्छ गोब्रो यस्तो ठाउँमा चाहिँ चलाउनु चाहिँ मजा आउने केटा है 2 जना मात्रै सानो बाटो बाइक छिर्ने मात्रै बाटो हेर न अब छेउतिर सब हरियाली होइन चट्ट लगाएर रहिला हुने क्या यस्तो बाटोमा चाहिँ बवाल मजा आउँदा सुनसान होइन 2 जना मात्रै चट्ट लगाएर आहा एकजना मात्रै आउनु चाहिँ डर लाग्छ है केटा फेरि एकजना चाहिँ आउँदैन आउनु एकजना आयो भने झ्याउ हुन्छ तर्साउने सर्साउने हुन्छ यतातिर त झन् बाघ भालु त्यस्तै आउँछ ल केटा पुग्न लाग्यो अब हामी तलतिर मेन रोडतिर पुग्न लाग्यो ल केटा अब रोड आएपछि चाहिँ कतिवटा ठाउँ छलेर जानुपर्ने हो घर चाहिँ अलिकति ढिलै पुगिन्छ होला टाइममा म तपाईँहरूलाई खबर दिँदै गर्छु नि ग्याङ हामी चाहिँ सुन्दर जल आइपुग्यो
ए त्यहाँ उकालो पो रहेछ अझै दाइ थ्याङ्क यू दाइ कि छैन अब बेला बेला चेकिङ बसिरहेको हुन्छ क्या बसहरूको अगाडि बस्दा साला खाद्यहरू छैन रहेछ आज छैन यही छ कि प्रहरीको केटा हो गो गर्न हो कि के पो भन्छ एउटा ठाउँलाई गो गर्न आइपुग्यो घर पुग्नु छ यारमा उहाँसम्म ल केटा हो ब्रेकको नट फुस्केछ भिडियो सिडियो हाल्नु परेन ए ल ल ल अब एकछिन उता बौद्धसम्म जान्छु म त बेलुकातिर जानुपर्छ 7 बजीतिर कहाँ त्यहाँबाट किन बस्दोदेखि चाहिँ स्पट छ है मुक्चेमा धुरै धुलो बवाल भयो आजको राइड दुईजना उस्तै चलाउन आउने उत्तिकै ठिकै भयो क्या कतिचोटि लडी मान्छ क्या त्यस्तै हुन्छ क्या डट बाइकमा त्यसपछि आँट आउँछ क्या ल मेरो बाइक चाहिँ अल गुड छ केही भएन अब एकचोटि सर्भिसिङ चाहिँ गर्नुपर्छ ग्रिजिङहरू पनि गर्नुपर्ने छ ल यहाँ मामासँग बचेर जानुपर्छ मामाले फेरि झ्याक्स हानिदिन्छ कहाँ हो मुजी मामा सिटी बजाएर ऊ पारी मामा छ एउटा बुहारी पनि हुनैपर्ने हो अब एउटा त छिराउ जाउँ मामाहरू जताततै ए केटा हो जाममा फस्यो म केटा हो म घर जाँदैछु अब के अरे कहाँ हो यो चाबेल हो कि के पुग्यो गौशाला हो कि चाबेल हो यो यहाँ जहिले कन्फ्युज हुन्छ न बौद्धबाट हुँदै आएको घर जाँदैछु अब म चेकिङ छल्दै जानुपर्छ केटा हो अब साला खाँदै साला कस्तो लहरेको यार साला त झन्डै टोकेन नि मान्छेले खुट्टा तल राखेको चाहिँ टोक्दी सक्दैन केटा हो साला कुकुरहरू पनि अगाडि छ केटा हो मामा त्यताबाट नि आउन सक्छ हामीलाई अब जानुपर्ने हुन्छ छलेर त्यसले मलाई देख्यो भने म भाग्नुपर्छ यो कुकुरले नि पुग्छ अब